ल एउटा कल्पना गरौं है, कुनै सरकारी निकाय एउटा ठूलो निर्णय लिने क्रममा छ, तर कानूनको कुनै दफाले मतलब के गर्ने के नगर्ने भनेर अल्मलाइरहेको छ। हो, यस्तो अवस्था त आइरहन्छ। हो, ठ्याक्कै यहीँनिर आजको हाम्रो विषयको प्रवेश हुन्छ, कानूनी राय। आज हामी स्रोत सामग्रीको आधारमा यही विषयमा अलिक गहिरिएर छलफल गर्दैछौं। एकदमै सान्दर्भिक विषय। यो के हो, किन चाहिन्छ र नेपालमा यसको अभ्यास कसरी हुन्छ? हाम्रो लक्ष्य भनेको यो अवधारणाले सरकारी कामलाई कसरी वैधानिक र व्यवस्थित बनाउँछ भनेर केलाउनु हो। सरल भाषामा भन्नुपर्दा कानूनी राय भनेको चाहिँ सरकारको कुनै नीति, निर्णय वा काममा आउन सक्ने कानूनी जटिलता हटाउन आधिकारिक निकायले दिने परामर्श हो। एउटा सल्लाह जस्तो हो, तर औपचारिक सल्लाह। यसको मुख्य उद्देश्य नै निर्णय प्रक्रियालाई एउटा बलियो कानूनी आधार दिनु हो, त्यसलाई वैधानिक बनाउनु हो। भनेपछि जो निर्णयकर्ता हो तर कानूनको एक्सपर्ट होइन, उसलाई बाटो देखाउने काम भयो। ठ्याक्कै। खासमा सरकारभित्रै नबुझ्नेलाई बुझाउने एउटा औपचारिक संयन्त्र जस्तो हो। त्यसरी बुझ्दा पनि हुन्छ। यो अवधारणा नेपालमा मात्रै हो कि बाहिर पनि यसको अभ्यास छ? यो त विश्वव्यापी अभ्यास हो। हाम्रो स्रोतले के भन्छ भने यो अवधारणा विशेष गरी सिभिल ल प्रणाली भएका देशहरूमा अलि बलियो छ, जहाँ कानून लिखित हुन्छ। हो, जहाँ कानून लिखित र संहिताबद्ध हुन्छ। तर अब संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय निकायहरूले पनि आफ्ना काममा कानूनी स्पष्टताका लागि यस्तै अभ्यास गर्छन्। भनेपछि यसको महत्व त प्रष्टै रहेछ। तर अझै गहिरेर हेर्दा यो किन यति आवश्यक छ? मतलब राय नलिई काम गर्दा के नै फरक पर्छ र? धेरै ठूलो फरक पर्छ। पहिलो कुरा त यसले सरकारी निर्णयलाई वैधानिकता दिन्छ। दोस्रो, यसले शक्तिको दुरुपयोगलाई रोक्छ। कसरी? जब कुनै निर्णय कानून सम्मत छ कि छैन भनेर जाँचिन्छ, त्यसले स्वेच्छाचारितालाई ठाउँ दिँदैन नि। यो त सरकारको सेफ्टी नेट जस्तो पनि भयो। कुनै निर्णयमाथि भोलि अदालतमा प्रश्न उठ्यो भने हामीले आधिकारिक कानूनी राय लिएरै यो काम गरेका हौं भनेर प्रतिरक्षा गर्न बलियो आधार बन्ने भयो नि, हैन र? बिल्कुल, त्यो एउटा महत्वपूर्ण पक्ष हो। यसले कानूनको अस्पष्टता हटाएर त्यसको विवेक सम्मत व्याख्या गर्न मद्दत गर्छ, जसले अन्ततः विधिको शासनलाई नै बलियो बनाउँछ। त्यसो भए यो महत्वपूर्ण काम नेपालमा कसको जिम्मामा छ त? कुन कुन निकायले दिन्छन् यस्तो राय? नेपालमा यसका लागि विभिन्न निकायहरू छन्। अब सबैभन्दा प्रमुख त महान्यायाधिवक्ताको कार्यालय हो, जसलाई त संविधानको धारा 158 ले नै नेपाल सरकारको मुख्य कानूनी सल्लाहकार भनेको छ, होइन र? हो, ठ्याक्कै। अनि त्यसै गरी प्रदेश सरकारका लागि संविधानको धारा 160 अनुसार मुख्य न्यायाधिवक्ताको कार्यालय छ। केन्द्रमा महान्यायाधिवक्ता, प्रदेशमा मुख्य न्यायाधिवक्ता हो। अनि अरू निकायहरूमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पनि पर्छ। केही विशिष्ट अवस्थाहरू पनि छन्। जस्तै अब निजामती कर्मचारीको सेवा शर्त, बढुवा वा सजाय जस्ता विषयमा लोक सेवा आयोगले राय दिन्छ। कर्मचारीको बढुवा जस्तो प्रशासनिक विषयमा पनि कानूनी राय चाहिने? अवश्य चाहिने, किनभने बढुवाको आधार के हो, प्रक्रिया मिलेको छ कि छैन, यी सबै कुरा कानूनले नै तोकेको हुन्छ। प्रक्रियागत त्रुटि हुन भएन। हो, त्यहाँ त्रुटि भयो भने भोलि अदालतमा मुद्दा पर्न सक्छ। त्यसैले लोक सेवा आयोगको परामर्शले त्यो निर्णयलाई कानूनी रूपमा बलियो बनाउँछ। कुरो प्रष्ट भयो। अब यो राय माग्ने र दिने प्रक्रिया कस्तो हुन्छ? जे पायो त्यही विषयमा जो पायो त्यही निकायले राय माग्न त पक्कै मिल्दैन होला। मिल्दैन। यसको एउटा निश्चित प्रक्रिया छ। स्रोतका अनुसार राय माग्ने निकायले समस्या के हो, त्यसमा आफ्नो विभागीय दृष्टिकोण के हो भनेर स्पष्ट फाइल खडा गर्नुपर्छ, सबै कागजपत्र सहित। हो, र सबैभन्दा महत्वपूर्ण कुरा, वास्तविक कानूनी दुविधा वा अस्पष्टता भएको विषयमा मात्र राय दिइन्छ, मनगणन्ते वा काल्पनिक प्रश्नमा होइन। भनेपछि केही विषयमा राय दिनै मिल्दैन, त्यस्ता सीमाहरू पनि छन्। केही निश्चित सीमाहरू छन्, जस्तै सरकारको नीतिगत विषयमा राय दिन मिल्दैन। कहिलेकाहीँ मन्त्रालयहरूले हामीले यस्तो नीति बनायो भने कस्तो होला भनेर सोध्न खोज्छन्, तर त्यो राय दिने निकायको काम होइन। उसको काम त बनेको नीतिले कानून छुन्छ कि छुँदैन भनेर हेर्ने मात्र भयो। ठ्याक्कै।
त्यसै गरी अदालतमा विचाराधीन मुद्दा क्षेत्राधिकार बाहिरका विषयमा पनि राय दिइँदैन। त्यसो भए यो सबै छलफलको सार के हो त? आजको कुराकानीले के देखायो भने कानूनी राय दानसीय एउटा प्रक्रिया मात्र होइन, यो त असल शासनको एउटा अनिवार्य शर्त रहेछ। हो, यसले सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्छ र हरेक निर्णयलाई कानूनको कसीमा जाँच्न बाध्य बनाउँछ। बिल्कुल। र यो छलफलको अन्त्यमा श्रोताहरूका लागि एउटा प्रश्न छोडौं न त। हुन्छ। हाम्रो स्रोतले स्पष्ट भन्छ सरकारको नीतिगत विषयमा कानूनी राय दिन मिल्दैन। तर कुनै कानूनी प्रश्न कहिलेसम्म कानूनी प्रश्न मात्र रहन्छ अनि कुन बिन्दुमा पुगेपछि त्यो नीतिगत विषय बन्छ? गहिरो प्रश्न। यो सीमारेखा कसले र कसरी निर्धारण गर्छ होला? यो आफैमा एउटा सोच्नुपर्ने कुरा हो।